देखिएको छ अगाडि हल्का बाटो सिधा थोरै टर्निङ रहेछ भित्रको बाटोहरू। यहाँ ठाउँमा आकस्मिक बाटोहरू पनि बनाइएको रहेछ अर्को साइडमा हिँड्नलाई। बत्तीको लागि सबै एलइडी लाइटहरू जसमा एलइडी लाइटहरू फिट भएको रहेछ। यहाँ कार्य हुँदैछ यहाँनिर। यहाँ माथि बत्ती फिट गर्नु हुँदैछ। लगभग यहाँ भित्रको काम सबै पूर्ण भइसकेको देखिन्छ। बाटो सबै ढलान गरिसकेको छ। हामी आज सुरुङ मार्गको अवलोकन गर्ने क्रममै छौँ। हामी अगाडि बढिरहेको छौँ। हामी अब केही समय पछाडि सुरुङको अर्को बाहिरी भाग दचकपट्टिको साइडमा हामी निस्किने नै छौँ। हामी अहिले बिचमै छौँ। हामी अगाडि बढिरहेको छौँ। हेर्दै अवलोकन गर्दैछौँ। राम्रो छ, सुरक्षित छ, बाटो राम्रो छ, फराकिलो छ। यहाँ मर्मतहरू भइरहेको छन्। ठाउँमा टेस्ट लेखिएको बोर्डहरू पनि हामी देखिरहेका छौँ अगाडि। कलरको काम पनि भइरहेको छ अगाडि। अब हामी दचकपट्टिको साइडमा निस्किँदैछौँ। धेरै नै नजिक पुगिसकेको छौँ। अब हामी निस्किने बेला भयो। यहाँ भित्रको अवलोकन धेरै नै राम्रो भयो, मजा भयो, राम्रो छ। हामी अब निस्किएका छौँ। हामी बाहिरी द्वारपट्टि आइसकेका छौँ सुरुङ मार्गको। यो दचकपट्टिको साइड हो। हेर्नुहोस्, दचकपट्टि साइडमा पनि धेरै राम्रो छ। सबै कामहरू भइरहेका छन् यता बाहिरी साइडमा पनि। चारी चाहिँ कहाँ हो? अहिले दचकपट्टि साइडपट्टि निस्किसकेर यताको अवलोकन गर्ने क्रममै छौँ। हामी हिँड्दैछौँ। राम्रो छ यता सब।
दहचोकको बाटोमा निस्किसकेका छौँ।